ওই মাটির ঘর আগুন লাগো ওই আগুন লাগো না না क्या रखा है सब पे एउटा भनेको एउटा मात्रै लिएर आएछ अरु लिएर आइज एकछिन रोक्नु लिएर आउँछु छिटो यहाँ भनेको सुन्दैन सागर निप्लाइसक्यो एउटा पनि नचलाएछ है एउटा पनि नसारेछ म आउँछु टिङ्कुले सबैको चलाउँथ्यो ए टिङ्कु लालेको गुच्चा दे मैले लगाए हुन सँगै खेल्न लगेछ न भन्छस् अहिले नलगेर कसले लगे त मलाई कि त मैले लिएको छैन लगेछस् भने दे नि त लिएको छैन कि त्यही छ ए टिङ्कु तेरा बाँड्दैछ के छिटो गुच्चा के बा भयो मको जहिले मेरो छोरा र आराम लाग्छ आज त अति गरिसके यसलाई त म आइज त आइज त तेरो छोरा छैन तेरो छोरा गुच्चा छोरा छोराको संगतले गर्दाखेरि बिग्रेको मेरो लाएको चाहिँ सोच भित्र चोराइ कहाँ चोरेको छु चोरेको छस् ए टिङ्कु कहाँदेखि आयो गुच्चा झर्केल लिएको रहेछ यो अर्को जहिले पनि झगडा पार्ने काम गर्छ ल रामसँग मिलेर खेल जाऊ तिमी पनि ल जाऊ ओए आज खोला खेल्न जाउँ कति मजा आएको थियो कि जाडो भयो कि बचाऊ बचाऊ ओ टिङ्कु ओ लाले मैले त मजा गरेर थिएँ कता हो तिमी कहाँ छौ ओए टिङ्कु 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 ओए ओए तिमीलाई त मैले मजा गरेँ ओए टिङ्कु उठाइ ओए टिङ्कु
अबे वही तेरो कत्रो चोट लागेको छ त्यहाँ तेरो पनि त लागेको छ मैले त मजा गरे हौ तिमीलाई त धेरै चोट लागेको अब जे भयो भयो घर आमाले मारे पनि मैले त मजा तिमीहरू केही नबोल्नु म आफै घर कुरा मिलाउँछु है त काकी ओ काकी के भयो हजुर लाउन नि के भयो यस्तो के भएर भयो यस्तो मैले नजाउँ भनेकै थिएँ आफै हाम फाले म आफू यस्तो अवस्था हुँदा पनि घरसम्म पुर्याइदिएँ बाबु राम्रै गर्यो ल ल काकी म चाहिँ घर लागेँ घरमा आमा रिसाउनुहुन्छ यिनीहरूको ख्याल गर्नु होला है त भनेको मान्ने होइन कहिले खाली भिडी सुत्ने काम मात्र गर्छ खाइस बल्ल होइन आमा अर्कोले सार पारे हो के हो त भनेको झुट भएको के अर्केले भित्र टिंकू टिंकू तेरा बा धेरै रक्सी खान्थे कि किङ्कुका बाले त बिचारा अब नानी पनि बिसारा भयो त्यो बाबु पनि बिसारा भयो बाउ ल ल नानी नगर है नगर अब जस्तो बानी सहनु पर्छ र गइहाले सबैलाई त्यस्तै हो सबैलाई त्यस्तै हो दुःख नमान है ल आफू पनि सम्हाल्यो छोरालाई सम्हाल बाबती तिम्रो याद रुन्छु म कति पीडा भयो मलाई कहाँ जाऊँ कता जाऊँ बाबा मेरी आमा रुन्छिन् एक्लै बाबा तिम्रो यादमा कति गाह्रो भयो बाबा
तिमी नभएपछि। टिङ्कु हालखबर के छ तेरो? ठिक छ। अनि आमा घरमा ठिक हुनुहुन्छ? आमा ठिक हो। त्यसपछि जाम न त आज पानी खेल्न। नै यार आज नखेलौँ। जाम न एक दिन खेलेर के हुन्छ र? जाम न एकछिन खेलेर आइहालौँ न। ल ल। टिङ्कु आज मौसम अलिक फरक देखिरहेको छ है। तर मौसम फेरेको होइन, हाम्रो जीवन फेरेको। मौसम त सधैँ निरन्तर चलिरहन्छ। त्यो त हो। हाम्रो जिन्दगी पो कसरी चल्ने हो? भयो धेरैले सोचौँ, जे पर्छ त्यही टर्छ। भविष्य कसले देखेछ र? घरमा आमा एक्लै हुनुहुन्छ, जानुपर्छ। हुन्छ। अमय के भयो तिमीलाई? के भयो आमा? त्यसको आँटिनु पर्दैन बाबु, नर्मलीको आमाको सल्लाह। हस् डाक्टर साहब। धेरै नसोच्नु होला आमा, दबाई दिएको छु टाइमले खानु। ल ल बाबु, आमाको खेल्दाको मजै लागेको। आमा, हजुरलाई डक्टरले धेरै किन नसोच्नु भनेको होला? के होइन बाबु, अहिले सानो त्यस्तोले भन्नु न आमा, के सोच्नुहुन्छ र हजुरले? तेरो भविष्य बनाउनु पर्यो, घर नकमाउने मान्छे सोच्छु। जे जस्तो भए पनि कमाएर ल्याउँछु, घर खर्च गर्छु। अब त्यो पनि छैन, चिन्ता नगरेर के गर्नु? म छु नि आमा, पछि कमाउन जान्छु, साडी ल्याउँछु, चुरा ल्याउँछु, धेरै खानेकुरा ल्याउँछु, सहर घुम्न लान्छु। आमा सोच्नु। ल ल हुन्छ। हाम्रो गाउँमा रोजगारी छैन, न त्यतिर घरमा हुन्थ्यो। आफ्नो ख्याल राख्नु होला, पैसा पठाइदिइरहेको छु। अर्काको ठाउँमा पहिलो पटक जाँदैछस्, समयमा खानु, झैझगडा नगर्नु, सबैसँग मिलेर बस्नु, उता मेरो चिन्ता नगरोस्। ल ल हुन्छ, राम्रोसँग जा। ल ल म गएँ है। ल ल। बाबा बितेपछि अन्ध्यारो छायो घरमा, आमाको मुहारमा पीडा थियो भरमा। सानो त्यो आँगन सुनसान रात, आमाको आँसु बग्थ्यो दिन रात। हात समाउने बाबा अब छैनन्, सपना देखाउने ती शब्द हराए। जिम्मेवारी आयो काँधमा भारी, आमालाई छोडेर शहरतिर लागे अभागी छोरो म। शहरको भिडमा हराए म आफै, आमाको मायाले तान्छ दिन रातै। आमाको दुःख हेर्दा रुन्छु म, छोरा चढे आऊ भन्छिन् नामा। सहरमा कमा
कहिले मर्दैन। सहरका गल्ली नौलो संसार, तर मन भित्र छ गाउँकै प्यार। गाडी पनि भेटेर कोही ठेका गएको छ कोही ठेका गएको छ। गाडी यार हिँड पनि खोदिँदैन, घर पनि माने रहन्छ नि घर पनि माने रहन्छ नि मेरो छोरी चाहिँ गाडी मान्छ हुँदै आँडे खान गाडी हुँदै आँडे चुनाउनु हुने रह तर त्यो बजार भनेपछि त अझै हेर्नु गर्न घर आयो। ऐ टोबे खसेको टुङ्गिया घर पनि गर्न राम टोबे खसिन्छन्। अब काम गर्न जानु पऱ्यो, यस्तो गरी घर हेऱ्यो काम पाएन। आन्टी काम पाउँछ? यहाँ पनि काम पाएन, अब अर्को पसलमा जानु पऱ्यो काम गर्न। दिनभरि काम रातभरि सोच, आमाको सम्झनाले भिज्छ आँखाको कोस। एक्लै बस्छिन् आमा त्यो घरमा मेरो, पर्खाइमा हरेक बस छिन होला सपना भन्छन् म ठिकै छु। तेरो काम खोजे कामै पाइँदैन, राम्रो काम नपाएको रहेछ। अब मजदुरै गर्नुपर्छ क्या, कहीँ छैन कता। बाबाको फोटो हेरेर बस्छिन् मेरो, बाल्यकाल सम्झेर रुन्छिन्। म त यहाँ सपनाको खोजीमा, तर मन त छ आमाको काखमै सधैँ। सहरको भिडमा हराए म आफै, आमाको मायाले तान्छ दिन रातै। आमाको दुःख हेर्दा रुन्छु म सपनीमा, छोरा चढे आऊ भन्छन् आमा। मुरलीको धुन फेरि बज्यो, एक दिन फर्किन्छु म त्यो घरमा, आमाको काखमा अँगालो हाल्न, बाबाको सपना पूरा गर्न र
आमाको आँसु पुस्न। दिदी यहाँ सुन्नु न एउटा कुरा सुन सुन दिदी के कुरा होला भन्न छिटो हजुरले पानी बेचेर कति कमाउनुहुन्छ के कमाउने हो र भाइ अलिअलि आउँछ घर खर्च चल्छ पानी किनेर ल्याउनुहुन्छ कि घरबाट ल्याउनुहुन्छ कहाँ घरदेखि ल्याउनु भाइ किनेर ल्याउनु पर्छ कहाँदेखि किनेर ल्याउनुहुन्छ दिदी त्यसबाट किनेर ल्याउनु पर्छ भाइ मलाई म गएँ धन्यवाद दिदी अब हाम्रो गाउँमा त यस्तो पानी भोगेरै जान्छ यतातिर त बेच्दो रहेछ अनि यहीँबाट घर कता चलाउँदो रहेछ अब म पनि घरतिर गएर यही काम गर्नुपर्छ या आमा पनि एक्लै हुनुहुन्छ उतैतिर आमाको स्याहार सुसार पनि भइहाल्छ पैसा पनि कमाइजान्छ अब यस्तै गर्नु पर्यो यहाँ बसेर काम छैन के गरेको एउटा केटीलाई आँखा देखेको छस् त गर्ने बे आइज म गर्न आयो होइन के हेर्न आएको होस् त मजाक गरे होइन सिरियस भन्दै हुँ केस भएको भए हस्पिटल जानु त ढङ्गले त खप्छु गरेर बढी बोलेर दाइ तपाईँले त हग्ने जस्तो खाप्चो गरेर भन्छ त हजुर त हाँस्नु चाहिँ हो त मरिसकेको छैन क्या हो समातेर फाल्दिन के यसलाई यहाँबाट दाइ फालिन यसलाई गीत गाउने बेला डिस्टर्ब गर्छ भाबी मारेर क्या फालिन दाइ फालिन अब बाहिर घुम्न किन नजाई बाबु के हुन्छ र आमा खेल्दै घुम्दैमा खेल्दा खेल्दै चोटपटक लागेर हातखुट्टा भाँच्यो भने मेरो ख्याल कसले राख्छ त हुन्छ आमा कतै जाँदैन मेरो छोरा ज्ञानी छ तिनको जाम बिहेमा नै यार आमाले घुम्न खेलेदेखि मनाइ गर्नु भएको छ केही हुँदैन एकछिन त आयो लम्ला नै यार जाँदैन म मेरो छोरा जान्न त जा त जा रमाइलो गर दुःख नमानेस् के गर्दा यार ल म गए ल हुन्छ राम्रोसँग जा ए टिङ्कु भित्र गएर पढ परीक्षा नजिक आउँदैछ ल हुन्छ अरे यार यो बाटो कस्तो बाङ्गो यार कसले बनायो होला यार के हो आमालाई अब हात खुट्टा चल्दैन के अब खोइ थाहा छैन ए खै एक गिलास पानी ल्याउनु त ल डाक्टर सर देखाउनु नि त एक्लै एक्लै आउँछौ कि सबैजनालाई बजाएर देखाइदिउँ बजा देखाइदिउँ बजाएर हुन्छ
मङ्गलम मतलब बेहुला बेहुलीले अब यता ओ मङ्गलम विष्णु ध्वजा मङ्गलाय तानो ल अब बेहुलाले बेहुलीलाई सिन्दुर हाल्ने ल अब छिटो हाल ए बाबु यो अहिले होइन पछि हो पछि यता हो ए म त अहिले जुटिसकेको थिएँ नि त एकछिन पण्डितजी मलाई चर्पी लाग्यो के टोइलेट लाग्यो के लगन छ अहिले जानु मिल्दैन हगनदेखि लगन कहिलेदेखि ठुलो भयो मिल्दैन के भनेको मान्नुहोस् न ल ल त्यसो भए बिहे क्यान्सल जोइस टोइलेट जान्छु भनेकै थिएँ जान दिएनन् रोक्दा रोक्दै आइसके अब म के गरौँ लगन निस्किँदैछ छिटो छिटो सिन्दुर हाल यस्तो पनि बिहे हुन्छ जे गर्छौ आफै गर म हिँडे यस्तो मेरो छोरी के पाल्छ होला सँगै सुतेको बेला पालेर उडायो भने हुँदैन बे हिँड्छ नि उठ भने ससुरबा देख्नु भएको थियो कहिले यस्तो इतिहासमा पहिलोपल्ट मैले देखाएर भयो पादेको बारेमा बिहे छुट्यो त्यसैले हगन मुन्दा लगन ठुलो हुँदैन बिहे टुटिसक्यो साला त हगनको लगनको कुरा गर्छस्